के तपाईलाई सुगर छ या प्रेसर छ या त ग्यास्ट्रिकको प्रब्लम छ या कुनै पनि प्रब्लम छ, यी चीजहरु मैले तपाईलाई भन्छु यसले अवश्य पनि तपाईको हेल्थमा एकदमै राम्रो इम्प्रुभमेन्ट ल्याउँछ र तपाईले निको गर्छ है त। यसले मेटाबोलिजम प्लस यसले इम्युनिटी पावरलाई एकदमै इन्क्रिज गर्छ र हाम्रो चाहिँ भित्रैदेखि सुधार गर्छ र डेफिनेटली यसलाई गरेर हेर्नुस्, अवश्य पनि यसले तपाईलाई फाइदा गर्छ, गरेन भने त्यसपछि प्रश्न उठ्छ है त। जस्तै यहाँनिर यो पालक हो, मैले आज 8 चीजहरु लेख्छु। एउटा पालक छ, यो धनिया छ है, अनि यो अमला, त्यसपछि गएर यो गाजर छ है, अनि यसै गरी यो अनार छ, अनि यसै गरी यो चाहिँ छ यो तपाईको लौका, त्यसपछि यो फर्सीका टुक्राहरू छ है, अनि यो स्याउ छ। स्याउलाई हामीले काँचै खाँदा फाइदा हुन्छ, तर यसको टेस्टलाई अलि राम्रो बनाउनको लागि मैले यो पनि एड गरेको छु। यसरी हामी यो जुसरमा या त यो तपाईले यसमा चाहिँ बनाउन सक्नुहुन्छ, जुसर युज गरेर या मिक्सरमा तपाईले यसरी जुस बनाउने र बिहान ग्रीन जुस र साँझ रेड जुस। तपाईले नियमित खानुभयो भने तपाईलाई हस्पिटल जानु पर्दैन, आजैदेखि यो सुरु गर्नुस्। एकदमै कम पैसामा, यति मात्र हैन, हामी यसलाई रिप्लेस गरेर सस्तो चीज पनि यसमा राख्न सक्छौं। मैले अन्य चीज पनि बनाएको, जस्तै तपाईले दुबो मात्र राख्नुस्, बेलौतीको पात राख्नुस्, आँपको पात राख्नुस् या निमको एक दुईवटा पात राख्नुस्। अन्य चीज जे छ के हामी घरमा सजिलै पैसै नलाग्ने चीजबाट पनि हामी यो चीज तयार गर्न सक्छौं है। पुदिना राख्नुस्, हरेक हामी चाहिँ नेचुरल हाम्रो लाइफलाई नेचरसँग कनेक्ट गर्न सक्यौं भने डेफिनेटली हामी चाहिँ धेरै इम्प्रुभ यसबाट हुनेछ। तपाईले यो गरेर हेर्नुस्, विश्वास गर्नुहुन्न भने तपाईले गर्नुस् अनि विश्वास गर्नुस् है, तपाईको रोगहरु मुक्त गर्नेछ र तपाई एकदमै स्वस्थ बन्नुहुनेछ। तपाईलाई 5-6 महिना रुगा नै लाग्दैन। ल तपाईलाई रुगा नै लाग्दैन, तपाई नियमित रुगा लागिरहेछ, तपाईले चाहिँ हैन यो लङ्सको प्रब्लम छ तापनि तपाई त्यो गर्छ। तपाईलाई एकदमै चिसो फिल हुन्छ यो खाँदा, कसैलाई चिसोले बढी असर गर्ने हुन्छ भने अलिकति यसलाई हैन बोइल गर्नुस्, थोरै चाहिँ यसलाई वार्म गर्नुस्, थोरै तताउनुस् र यसलाई पिनुस्, यसबाट धेरै फाइदा हुन्छ। जस्तै म यहाँ बनाउँदै छु र यो हेर्नुस् जुस बनिसकेको छ है। यो रेड जुस है, यो रेड जुस भइहाल्यो नि, यो ग्रीन जुस बनेको छ र यसरी हामी जुस बनाउन सक्छौं। र यो जुसको अघि मैले फाइदा भनिसकेको छु तपाईलाई। र यो जुसबाट तपाईले त्यो एजिङ जो छोरो छ हैन, एजिङ स्पिडलाई स्लो गर्छ। अथवा तपाई 10 वर्ष ब्याक हुनुहुन्छ के एजमा, यो कुरो डेफिनेटली चाहिँ तपाईले थिंक गर्नुस् र तपाईको एउटा चाहिँ स्किन ग्लो पनि एकदमै राम्रो गर्छ है। यसले चाहिँ यो कपालको यो स्ट्रक्चरलाई बनाउँछ, हेर्नुस् लामो बनाउँछ कपाल, एकदमै तपाईको कपाल झर्ने प्रब्लमै आउँदैन र कपालको चाहिँ तपाईको यो कपाल व्हाइट हुने समस्या पनि समाधान हुन्छ है। फिजिकली अनि मेन्टल्ली सबै कुराहरुलाई यसले चाहिँ सपोर्ट गर्छ र राम्रो गर्छ, इम्प्रुभ गर्छ, इन्हान्स गर्छ। सो तपाईले यो जुस अनिवार्य रूपमा तपाईले मात्र हैन, घरको परिवार जो हैन ओभर एज हुनुहुन्छ या हैन तपाईको बुवाआमा है, लगभग सबै फ्यामिलीले तपाईले शेयर गरेर थोरै भए पिउनु भनेदेखि यसबाट एकदमै फाइदा हुन्छ। डेफिनेटली यो गर्नुस्, यु हैव टु डु इट ओके। देन यु विल गेट achievement and you will get a result from this activity. So you have problem to do some other to make juice, but don't worry, you can do it okay. अवश्य गर्नुस्। पिएर देखाउँदैछु, एकदमै सुट छ है त। यसै गर्नुस्, थोरै गरेर धेरै टाइम लिएर बसेर पिउनु होला ल। ठीक छ, थ्यांक यू फर वाचिङ भिडियो, थ्यांक यू।